अनि मलाई सुँगुरको मासु नि खुवाका सुँगुरको मासु नि खुवाका हेर त्यहाँ हेर पौरको मलाई सुँगुरको मासु खुवाका आधा नि खा उही बस यहाँ मेरा घर त्यहाँ आउनु पर्दैन मेरो तुला खान नि पर्दैन मेरा घर आउन नि पर्दैन तेरि खुवानी अन्तै पहिला लगाइदिन्छु म तँसित बस्दिनँ त डाँड खानेसित बस्थे त सुँगुरको मासु खानेसित बस्थे बस्दिनँ यो सुँगुरको मासु खानेसित नबस् केटी जा भनेर भनिदिन्छु म त म चाहिँ त्यत्तिकै बस्नु एक्लै बस्नु त हो त सुँगुरको मासु खानु बस्नु होइन खान हुँदैन थियो सुँगुरको मासु एउटा मात्र खाएको अलिकति सानो खानु हुन्छ सुँगुरको मासु सानो बाबु अबदेखि खान्न नि त खान्न खानु खाइगई बाहुनको छोरा भएपछि त खानु तर यहाँ चुला आउला नआनी अब चुला आउनु हुँदैन म चुलैमा आउनु हुँदैन म हुँदैन सुँगुरको मासु खाले हाम्रो चुला आउनुहुन्छ त आउनु हुँदैन हाम्रो चुला नआनी आउनु हुँदैन कहाँ बस्नुपर्छ बस अब म आजदेखि कहाँ जाउँ त आजदेखि म कहाँ जाउँ नआउँ नआ दाँसुकै जा दाँसुकै जा त जसले जे भन्छन् त्यही गर्दा हिँड्नेले हाम्रा घर हाम्रा चुला आउन मलाई पौरको न बोलाएको मैले पौरो गरेँ आमा भनेर होइन त आज बेलुका नि 1 बोतल खानुपर्छ ल भन्छन् ल ल खानु 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 बस्नु के गर्नु त म भन्नुहोस् के गर्नु त म जानु जानु उसैका घर बस्नु नआउनु हाम्रा घर तेरि खुवानी अन्तै पहिला लगाइदिन्छु म कस्ता गतिला केटालाई कस्ता गतिला घरमा सुँगुरको मासु खायो पहिले सोध्नु पर्छ सोधेर मात्रै खानु पर्छ आमालाई सोधेर आइज ल आज भन्छन् सोधेर आमाले कुटिन् मलाई भन्न आमाले कुटिन् मलाई भित्र पस्ने दिनन् भन्न जा त्यही भन्छु आज त्यही भन्छु ल आमाले भित्र पस्ने दिन म त बाहिरै बसिन्छु मलाई खान पनि दिनन् भित्र पस्न दिनन् उहीँ बस उहीँ सुँगुरको मासु खा उहीँ बस भनेर भनिन् मलाई आमाले कुटिन् मलाई भनेर भन्न जा ल त्यही भन्छु ल